दुईटा 10 को दुईटा 60 रुपियाँ खुजेर लगेर गएको थिएँ त्यो म यता साइडमा राखिदिन्छु भनेर आज मैले भनेको थिएँ हिसाब गर्छु है त साथीहरू 1 2 3 4 5 6 7 8 9 10 11 1160 रुपियाँ भएछ होइन 1160 यो त घरैबाट लगेको 1160 रुपियाँ खर्च भएछ अनि मैले खर्च आज कति गरेँ भने 90 रुपियाँ खर्च गरेँ अनि उता 30 रुपियाँ 90 र 30 भने 120 रुपियाँ खर्च गरेँ जम्मा भनेपछि 120 रुपियाँ खर्च गरेर यहाँ गरेर कति हुन्छ 1 2 3 4 5 6 7 8 9 10 11 1100 अनि उता 120 भनेपछि 1220 1220 र 50 1270 1280 है साथीहरू आज मैले खाजा खाएर 1280 कमाएको थिएँ होइन तर जहिले यसरी कमाइ हुन्छ भन्ने हुँदैन कहिले 1500 पनि हुन्छ 1700 पनि हुन्छ कहिले 1900 800 मात्र पनि हुन्छ होइन साथीहरू जस आज चाहिँ यति कमाएँ मैले तपाईँहरूलाई देखाउँछु भनेर नि त मैले के कति कमाउँछु भनेर आज यति कमाएको छु है जहिले के नाच चाहिँ हुँदैन साथीहरू तर पनि 1000 चाहिँ दिनमा जस कमाउँछु भनेपछि चाहिँ 1000 रुपियाँ चाहिँ कमाइन्छ होइन 1000 भन्दा माथि चाहिँ अब 1500 1700 आफ्नो लकको कुरा पनि हो कुद्नु पनि पर्छ खट्नु पनि पर्छ होइन साथीहरू भन्दै अब आजको भिडियो पनि म अब